पाँचथरको पहाडमा जब बिहानको घाम सुनौलो किरण लिएर झुल्किन्छ, त्यो उज्यालोले एउटा नाम सम्झाउँछ, पद्मसुन्दर लावती। पाँचथरका विकास प्रेमी, जनताको मुटुमा बस्ने नेता। उहाँका लागि राजनीति केवल पद र प्रतिष्ठा होइन, यो त सेवा थियो, समर्पण थियो र आफ्नो माटोप्रतिको अटल माया थियो। पाँचथर जिल्ला जहाँ डाँडाकाँडा छन्, सम्भावना छन्, तर सङ्घर्ष पनि त्यतिकै छन्, त्यही भूगोललाई अवसरमा बदल्ने सपना बोकेर पद्मसुन्दर लावतीले आफ्नो जीवन समर्पित गर्नुभयो। उहाँको सोच स्पष्ट थियो, विकास कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ। सडक चाहिन्छ भने सडक बनोस्, विद्यालय चाहिन्छ भने ढोका खुलोस्, स्वास्थ्य सेवा टाढा छैन भन्ने भरोसा बसोस्। फिदिमदेखि गाउँ गाउँसम्म उहाँको पहलले पूर्वाधार निर्माण, शिक्षा विस्तार र जनसरोकारको योजनाहरू अघि बढे। उहाँले देखाउनुभयो, नेता ठूलो भाषणले होइन, ठूलो कामले चिनिन्छ। पाँचथरका जनताले उहाँलाई किन विकास प्रेमी भने? किनकि उहाँले विकासलाई चुनावी नारा होइन, दीर्घकालीन प्रतिबद्धता बनाउनुभयो। राजनीतिक उतार चढाव आए, चुनौती आए, आलोचना पनि आए, तर उहाँ कहिल्यै आफ्नो मूल उद्देश्यबाट डगमगाउनु भएन। उहाँको लागि पाँचथर केवल जिल्ला थिएन, त्यो त परिवार थियो। त्यसैले त जनताको समस्या सुन्दा उहाँ आफै बेचैन हुनुहुन्थ्यो र समाधान खोज्न अग्रसर हुनुहुन्थ्यो। आज जब हामी पाँचथरका सडकमा गुड्छौँ, विद्यालयमा पढ्ने बालबालिकाको हाँसो सुन्छौँ, विकासको गीत महसुस गर्छौँ, त्यहाँ कतै न कतै पद्मसुन्दर लावतीको सपना मिसिएको छ। उहाँले सिकाउनुभयो, साँचो नेतृत्व त्यो हो जसले भविष्य देख्छ र त्यो भविष्य बनाउन हिम्मत गर्छ। पद्मसुन्दर लावती नाम मात्र होइन, पाँचथरको विकास इतिहासमा लेखिएको एक अमिट अध्याय हो। तर इतिहास त्यतिमै रोकिँदैन, सपना त्यतिमै सकिँदैन। एक पुस्ताले देखेको सपना अर्को पुस्ताले पूरा गर्छ। आज त्यही विकास यात्रालाई निरन्तरता दिन, बुवाको सपना अधुरो नछोड्न उहाँका सुपुत्र प्रोफेसर डाक्टर महेन्द्र सुन्दर लावती पाँचथरको माटोमा फर्किनु भएको छ। महेन्द्र सुन्दर लावती ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय दृष्टिकोण बोकेर आफ्नो जन्मभूमिको विकासमा हातेमालो गर्न अगाडि बढ्नु भएको छ। उहाँका लागि यो केवल राजनीति होइन, यो त विरासत हो, यो त बुवाको अधुरो सपना पूरा गर्ने प्रण हो। पद्मसुन्दर लावतीले जग बसाल्नुभयो, अब महेन्द्र सुन्दर लावतीले त्यो जगमा नयाँ सम्भावनाको भवन उठाउने अठोट लिनु भएको छ। आज जब पाँचथरका सडकमा हावा चल्छ, त्यो हावाले भन्छ, विकासको यात्रा रोकिँदैन। एक समय बुवाले देखेको उज्यालो आज छोराले त्यसलाई अझ टाढासम्म फैलाउने संकल्प गरेका छन्। यो केवल एउटा परिवारको कथा होइन, यो त निरन्तरताको कथा हो, यो त विश्वासको कथा हो कि साँचो सेवा पुस्तौसम्म बाँच्छ। पद्मसुन्दर लावतीको समर्पण, महेन्द्र सुन्दर लावतीको प्रतिबद्धता, यी दुई पुस्ताको संगमले पाँचथरको विकास यात्रा अझ सशक्त बन्नेछ। सपना देख्नेहरू जान्छन्, तर सपना बाँच्छ, र जब त्यो सपना पूरा गर्न अर्को पुस्ता उठ्छ, त्यो इतिहास बन्छ।